खड्गं चक्रगदेषु चापपरिघान् शूलं भूसुण्डिं शिरः शङ्खं सन्ददधिं कुरैस्त्रिनयनां सर्वाङ्गभूषावृतां यामस्तौ स्वपिते हरौ कमलजो हन्तुं मधुं कैडभं नीलाश्मद्युतिमास्य पाददशकां सेवे महाकालिकाम्। ओम शान्ति। सर्वप्रथम यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार। आदरणीय महानुभाव, आज नवरात्रिको 7औं दिन माता शक्तिलाई देवी कालरात्रिको स्वरूपमा उपासना गरिन्छ। कालरात्रि अर्थात् अन्धकारको समय, जब सृष्टिमा चारैतिर अज्ञानको अन्धकार छाउँदछ, तब निराकार परमात्मा शिवले संसारको कल्याणका लागि देवी शक्तिलाई प्रकट गर्नुहुन्छ। आसुरीयता चरम अवस्थामा पुगेको समयमा देवी शक्तिले महाकालीको स्वरूप धारण गरी आसुरीयतालाई विनाश गरी देवत्वको रक्षा गर्नुहुन्छ। देवी कालरात्रिलाई अन्धकारको रात्रि जस्तो कालो वर्ण स्वरूपमा देखाइन्छ। यिनको कपाल खुला र विभिन्न हातमा विविध शस्त्रहरू जस्तै खड्ग, त्रिशूल आदिले सुसज्जित भएको देखाइन्छ भने कुनै हातमा मुण्ड र रगतको प्याला आदि लिएको पनि देखाइन्छ। अरू सबै देवीहरूलाई श्रृङ्गार गरेको देखाइन्छ, तर काली माताको कुनै श्रृङ्गार देखाइँदैन। त्यो रूप हामी नारीभित्रको सामना गर्ने शक्तिको प्रतीक हो, जसले हर प्रकारका आसुरी प्रवृत्तिहरूलाई समाप्त गर्ने शक्ति प्रदान गर्दछ। आदरणीय महानुभाव, सामाजिक एवं व्यवहारिक पक्षलाई हेर्दा वर्तमान समय नारीको यो रूप त्यति बेला देख्नमा आउँछ जब उनको परिवारमाथि कुनै भयानक विपद आउँछ। त्यति बेला एउटी नारी कालरात्रि समान निर्भय बनेर हरेक परिस्थितिको सामना गर्दै सन्तानको रक्षा गरेकी हुन्छन्। भोक, निन्द्रा, सुख, सुविधा र श्रृङ्गार आदिको पनि त्याग गरेर निर्भयता एवं साहसपूर्वक हरेक समस्याहरूलाई समाप्त गर्नको लागि शक्ति स्वरूपा बन्दछन्। नारीले क्षमा भाव, मातृ वात्सल्यता र कोमलतापूर्वक व्यवहार गर्नुको पछाडि उसको कमजोर पक्ष नभएर एउटा सहनशक्ति, धैर्यता एवं कसैलाई परिवर्तन हुनको लागि प्रदान गरेको अवसर हो। तर हरेक कुरालाई सहन गर्ने क्रममा कुनै गलत कुरालाई प्रोत्साहन मिलेको त छैन भन्ने कुरामा पनि त्यति नै ध्यान दिनुपर्ने आवश्यकता हुन्छ। सद्गुण रूपी शक्तिहरूलाई सही रूपले कर्ममा ल्याउनको लागि पनि यथार्थ निर्णय शक्तिको आवश्यकता पर्दछ। तसर्थ देवी कालरात्रिलाई अरू देवीहरूभन्दा फरक स्वरूपमा देखाइएको छ। हामीले कहिलेकाहीँ गलत कुरालाई पनि आवश्यकताभन्दा बढी सहन गरिन्छ भने हाम्रो भाग्यमा पनि त्यसको गलत असर पर्न जान्छ। त्यसैले व्यवहारिक जीवनमा कुन परिस्थितिमा कति हदसम्म सहन गर्ने र कुन परिस्थितिमा सामना गर्ने भन्ने कुराको हामीलाई स्पष्ट ज्ञान हुनुपर्दछ। आदरणीय महानुभाव, लामो समयदेखि कसैको पारिवारिक जीवनमा कुनै पनि प्रकारको मानसिक एवं शारीरिक शोषण या घरेलु हिंसाको व्यवहार भइरहँदा पनि हामी मौन छौँ भने त्यस अवस्थामा हामीले आफ्नो शक्तिलाई सही तरिकाले प्रयोग गरिरहेका छैनौँ भन्ने कुरा बुझ्नु पर्दछ। जीवनमा कतिपय अवस्थामा हामी भित्रका कमजोरीहरू नै हाम्रो मार्गमा समस्या स्वरूप बनिरहेका हुन्छन्। त्यसकारण पहिला हामीले हामी भित्रकै कमजोरीहरूको सामना गर्नुपर्दछ र ती कमजोरीहरूलाई जीवनमा स्थान दिनुको सट्टा त्यसलाई नष्ट गर्नुपर्दछ। किनकि
जति हामी आफ्नो कमजोरीहरूलाई मेटाउँदै जान्छौँ त्यति नै सही मार्गमा चल्ने शक्तिमा वृद्धि हुँदै जान्छ र बाहिरी रूपमा आउने समस्याहरूसँग सामना गर्ने शक्तिमा पनि वृद्धि हुँदै जान्छ। आज हामी यही कुरामा भयभीत छौँ कि यदि मैले कुनै फरक कार्य गर्न थालेँ भने समाजले मलाई के भन्ला। तर निर्भय बनेर सत्यको बाटोमा हिँड्दा हामीले प्रत्येक पाइलाहरूमा आलोचना तथा निन्दाको सामना गर्नु परेकै हुन्छ। हाम्रा लागि प्रगतिका पथहरू बन्द हुन सक्छन्। त्यसकारण आफ्नो कमजोर संस्कारहरूलाई बेवास्ता नगरी गर्नुपर्ने कार्यलाई निर्धारित समयमा पुरा गर्ने संस्कारको विकास गर्नुपर्दछ। यदि हामीमा एउटा पनि कमजोरी बाँकी रहेको छ भने त्यही कमजोरीले अन्य कमजोरीहरूलाई पनि जन्म दिएको हुन्छ। त्यसैले काली माताको गलामा मुण्डको माला देखाउनु भनेको विकारमाथि विकराल रूप धारण गरी आशुर्यतामाथि विजयी बन्नुको प्रतीक हो। हामीभित्र केवल एउटा मात्र कमजोरी छ भने पनि त्यसले हामी भित्रका अन्य कैयौँ विशेषताहरूलाई पनि ढाकिरहेको हुन्छ। तसर्थ ती कमजोरीहरूप्रति कडा निगरानी राखेर तिनलाई समाप्त गर्नुका साथै आफ्नो आत्मसम्मानलाई जोगाउँदै त्यसको समाधानको उपाय निकाल्नु पर्दछ। अर्को कुरा, देवी कालरात्रिको हातमा रगत बगिरहेको आधा शीश देखाइन्छ। शीश भनेको सम्पूर्ण विकारहरूको जड देह अभिमानको प्रतीक हो र देह अभिमानको प्रवेशतासँगै व्यक्तिमा अन्य काम, क्रोध, लोभ, मोह, अहङ्कार आदि विकारहरू पनि स्वतः जागृत हुँदै जान्छन्, जसलाई देवी माताले संहार गरेको देखाइएको छ। तसर्थ आदरणीय महानुभाव, राजयोगले हामीलाई सर्वप्रथम विकारहरूको मूल शीश देह अभिमान एवं अन्य आन्तरिक विकारहरूको वध गर्न सिकाउँदछ। म एक दिव्य पवित्र आत्मा हुँ भन्ने दिनभरिको उच्च स्मृतिले हामीलाई देह भानबाट मुक्त भएर आत्मिक भानमा ल्याउनुमा शक्ति प्रदान गर्दछ। अतः आमा भनेको प्रेम र नियमको सन्तुलित स्वरूप हुन्, जसले नराम्रो कुराको विरुद्ध निर्भयताका साथ उभिन सिकाउनुका साथै अनुशासित भएर रहन पनि सिकाउँदछन्। यदि यो शक्ति भएन भने उनले आफ्नो सन्तानलाई सुसंस्कार दिन सक्दिनन्। तसर्थ आफ्ना हरेक कमी कमजोरीलाई मेटाएर हामी आफैले चाहे अनुसारको दिव्य संस्कार एवं श्रेष्ठ संसारको निर्माण कार्यमा परमात्मा शिवको सहयोगी शक्ति बन्न सकेमा मात्र शक्तिकी देवी माता कालरात्रिको यथार्थ रूपमा सम्मान एवं उपासना गर्नुको सार्थकता सिद्ध हुनेछ। ओम शान्ति।